यस्तो भन्नु स्वागत छ। आज चाहिँ म एक्लै छु होइन, हेर्नुहुन्छ होइन। यहाँ चाहिँ अब के हो भने म चाहिँ आफ्नो स्कुल एक्सप्लोर गर्न लागेको छ, किनभने यहाँतिर अलि हन्टेड कुराहरू नै हुन्छ क्या। म चाहिँ यसो यहाँतिर हेर्न सक्नुहुन्छ, यहाँतिर के छैन होइन। यो बिल्डिङ नै कत्रो ठिकै हो। के हो भने ठिकै अब यहाँ चाहिँ सरको बाइक छ होइन, गाई चाहिँ उही के झरे त्यो। म ब्याक क्यामेराबाट देखाउँछु गाइजहरू, म ब्याक क्यामेराबाट देखाउँछु। म चाहिँ लास्ट डराउँछु होइन। ब्याक क्यामेरा चाहिँ खोलेर क्या मेरो कहर्यो, मेरो त्यो वाटर छिरायो नि त। यो हो नि, यो चाहिँ यहाँ माथिबाट झरेको छ क्या। अब यहाँ माथि अब उही उहीमा के हो त्यो। गाइजहरू देख्न सक्नुहुन्छ, म यहाँ गेटमा आएपछि यो चालु भयो क्या। त्यहाँबाट गाइजहरू कसम म छोडिदिन्छु हातमा आशालाई। त्यो के हात हो भन्ने थाहा छैन मलाई। गाइजहरू होइन यहाँतिर हुनसक्छ कि केही त छ। म यहाँबाट हात देखाएको थिएँ कि गाइजहरू कि म चाहिँ यसो चेक गर्नु जानु पऱ्यो क्या। उही यहाँको प्लेट खै गाइजहरू, यो म डलाइछु। यहाँबाट हात देखाएको थिएँ गाइजहरू। अब म माथि चढ्दैछु। गाइजहरू म चाहिँ यहाँबाट ओर्लिरहेको छु होइन गाइजहरू। हेलो हेलो गाइस हम पर्न दिनु म। गाइस मलाई जानै डर लाग्छ क्या। गाइसहरू गाउँ भयो क्या। ओ सुभाष, म चाहिँ साथीले बोलाएर सुभाष आइ छिटो पौडी खेल्न हो। मासला के भयो तर मैले अहिले भिडियो देखाएँ भने यार तँ लास्ट तर्सिन्छ क्या। म स्कुलमा एक्लै गएको थिएँ भने मासले यस्तो खतरनाक कुराहरू गरेर रुक भिडियो देखाउँछ र गाइजहरू होइन। मैले यसलाई भिडियो देखाएको छु क्या। अब यो नि सकमा भइसक्यो के हो भने यसकै घरमा थियो नि त स्कुल। त गाइजहरू हेर मेरो यहाँ घाउ भएको क्या। घाउै नदेख्ने कस्तोमा फेरि छपरीहरू देखाएँ यार मैले। यस्तो बिग्रा कस्तो नदेखा भने यार के भयो पुरा खालो चिप्ले घाउ लडे भने म लडे तर म जाने त आइज जाम डर लाग्यो यार मलाई। कस्तो अहिले सस्तो देखायो नि पौडी हेरेर त मलाई कति बेरसम्म एक दुई घन्टा मलाई यस्तो डर लाग्यो। तँ आएरै अलिक त्यो भयो के। यहाँ यो स्कुलमा पढ्छ यार म। त्यो ठ्याक्क त्यो हात देखेको छ नि फेरि तैँले त्यो भिडियोमा हात देख्यो त्यो हात छ नि हाम्रो 9 क्लासबाट हो कि। 9 क्लास हो क्या। त्यति बेलामा कुन चाहिँमा त्यो बाइक हेर्न गएको थियो कि म सरको बिल्डिङमा पड्किरहेको छ भने के हेर्न त आइज त्यो पड्केको कुरा नि जाने लास्टै गरेँ मा यस्तो सातो गएर आएको र
उतैबाट हात पड्क्यो उतैबाट हात दियो अनि म फेरि यहाँबाट भाग्यो अनि फेरि आयो कि अचानक मान्छेको त्यो बडी गाड त्यस्तो नभन्नु भन्नु लास्ट भएको चाहिँ उता अघि त्यो प्लेट थियो नि अहिले पनि छैन भन्नेमा थियो त त्यो मैले भिडियो हेर्दैन क्या म त कहाँ अहिले बनायो होला म त तँलाई नि ल्याउनुपर्छ यार साथमा म यहाँ भन्नु मन आज भन्ने लाग्छ म यहाँबाट भागेँ भने यहाँ माथिबाट हम्फाल्यो के भयो म जान अहिले नि डर लाग्छ खाएर यो ठाउँ हो कि हाम्रो 9 क्लास गएर मलाई कस्तो डर लागेको छ डराउन शेर नै डरते यो ढुङ्गा नि थिएन जस्तो लाग्यो यो ढुङ्गा कहाँबाट आयो जर्मन यहीँबाट आवाज आएको कि सरको बारी नि प्लेट होला होइन के पड्क्यो यो क्या दामी है बाइक त बार हेर्नु न खाइसक्यो यार दामी बोल है यार खाइसक्यो यो बाइक त राम्रै होइन अब के गर्ने हामी चाहिँ एकदम डराइसक्यो यस्तो चार्सेको होइन सुभाष चाहिँ रुइरह भने यार त्यसो नरु भने पछि यसको बल्यो भनेदेखि आजको ब्लग चाहिँ यहीँ सिधाइदिन्छु अरू चाहियो भने चाहिँ नभन्नु के होइन लास्ट डर लाग्छ क्या उता माथि च्यान नि त गाइज आजको लागि यति नै गाइज ऊ हावा त कस्तो चला थियो कस्तो भनेको स्कुलमा रहेछ छ कि हौ